मैं भी नाचा, मेरे को दो। खोइ देखा न मुखमा आएको त आएको न आएको न हो आएको त कहाँबाट ल्याउँछ केटाहरू यस्तो मान्छे चाहिँ सो हेलो गाइज, न्यू डे न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप तपाईँहरू सन्चै नै हुनुहुन्छ होला र हामीहरू पनि एकदमै सन्चै नै छु। र आज चाहिँ हामीहरू चाहिँ एकदमै है पामरुङ फल्स आएको सन्डेको दिन। आज चाहिँ हामी चाहिँ है साथीहरूलाई एकदमै पामरुङ जाउँ भनेर चाहिँ आएको छौँ है। र आजको पामरुङको भ्लगमा तपाईँहरूले इन्जोय गरिदिनुहोस् होला है। पछाडि नजारा देख्नुहुँदै होला यस्तो दामी छ। अहिले तपाईँलाई तल गएर पनि देखाउने छु है। आज चाहिँ हामी चाहिँ एकदमै सेकुवा पोलेर खाने हो है। त्यसको भिडियो पनि तपाईँलाई देखाउँछु, हेर्दै गर्नुहोस् होला है। केटाले मासु चाहिँ अघि तल पुऱ्याइरहेछ हो, अनि यो फलाम चाहिँ मैले बोकिरहेको छु। म तपाईँहरूलाई उनीहरूको भिडियो देखाउने छु, हेर्दै गर्नुहोस् होला। यस्तो छ गाइस, एकदमै पानी छ है यहाँ चाहिँ। टिप्यो भने चाहिँ एकदमै पानीमा बाटै हराएछ नि त यहाँ त। र तल पुग्दा चाहिँ एकदमै है साथीहरू चाहिँ अघि नै पौडीमा पसिसकेको रहेछ। तल एकैछिन लुगा धुँदैछ है। तलको पौडीको नजारा पनि तपाईँले देखाउने छु, हेर्नुहोस् होला। सो फाइनल्ली गाइस, अहिले भने चाहिँ हामी चाहिँ म चाहिँ एकदमै तल आइपुगेको छु है। र तपाईँहरूलाई नजारा देखाउनु पर्दा चाहिँ है एकदमै दामी छ। अनि एउटा चिज हिजोअस्तिको चुला चाहिँ एकदमै पानीले बोकाएर लगेछ होइन गाइस। अनि अब अर्को जग्गा बनाउला जस्तो छ। सेकुवाको लागि त अब एकदमै दामी बनाउनु पर्यो है। हाम्रो नजारा केटा तल नुहाउँदैछ, कसै लुगा धुँदैछ। अनि हाम्रो पोखरीको नजारा चाहिँ तपाईँलाई देखाउनु पर्दा चाहिँ एकदमै दामी है। पिच जग्गा चाहिँ एकदमै बिग्रेको रहेछ। यहाँ चाहिँ काटेर है पुरै दाउराहरू उयो भएको रहेछ। 1 महिनाको कत्ला अब खोलामा जाने भयो गाइस है। माछाको चारो हुन्छ के छैन। अनि हाम्रो कुखुरा चाहिँ यहाँनिर जिउँदैछ। अहिले पोल्नुपर्छ यसलाई पनि है। यहाँ प्लास्टिकमा राखेको छ एकदमै हामीले। अनि सेकुवा बन्ने 2टा डन्ठा माथि दिदीले दिनुभएको है, वर्ष दिदीले दिनुभएको। अब यो चाहिँ मजाले धोएर लानुपर्छ तिमीबाट पुग्नुपर्छ। भाइचुङलाई आगो पुग्नु लाउनुपर्छ होला केटाहरूलाई। यस्तै छ गाइस है। अब म पनि सायद नुहाउँछु होला। एकदमै गरम छ नि त। अहिले फेरि घाम गयो भने सकिँदैन नुहाउनु कि, एकदमै चिसो हुन्छ जग्गा चाहिँ। यो परको केटा चाहिँ एकदमै 1 महिनाको कत्ला निकाल्दैछ यसले चाहिँ। 1 महिनाको लुकाउँदैछ कत्ला। माछालाई चारो हुन्छ, माछालाई चारो बगाइ पठाइदियो। सुभाषलाई चाहिँ पौडी खेल्नु आउँदैन भन्छ उसलाई। पौडी खेल्नु आउँदैन रहेछ ऊ चाहिँ। ऊ नभए अघि पस्थ्यो नि त एकदमै। उसको नुहाउने जग्गा चाहिँ उहीँनिर उता जान सक्दैन है। अनि गाइस अहिले भित्र सायद भयो भने पानीभित्र पनि देखाउने छु है पौडी खेलेको, हेर्दै गर्नुहोस् होला। अलमोस्ट गाइस हाम्रो चाहिँ एकदमै है केटाहरूले चाहिँ आगो घुटुङडुङडुङ बालिसक्यो है। भाइचुङ भोडिहाल्दै है एकदमै आगो दामी बालिरहेछ है। अनि सुभाषलाई चाहिँ मासु दिनु लगाएको, यहाँ चालिरहेको रहेछ हल्का है। अलमोस्ट रेडी भइसक्यो हाम्रो पाक्नु। खोइ आगो एकपट्टि भयो नि। कहिले चाहिँ पाक्छ भन्दै हेर्छ केटाहरू। काम पनि जिरो यहाँ माथि एउटा
लेक्सेपको नम्बर दिनुहोस् आमा के भन्छ अहिले नम्बर डाइरेक्ट नम्बर माग्छ त यो हो नि त दामी हो दामी हुन्छ है अब खाँदा मात्रै दामी हुन्छ सो गाइस अब यसको माथि चाहिँ है ढुङ्गाको माथि अछ्याएर चाहिँ त्यहाँदेखि मजाले राख्नु छ हाम्रो वाचिपा रेडी भइसकेको छ है सो अलमोस्ट हाम्रो मासु चाहिँ है पाकिसकेको छ अनि यहाँ चाहिँ छ पोल्नु बाँकी नै छ है यहाँ हल्का केटाहरूले कालै बनाएछ है डढाएर चाहिँ कतिलो मासु चाहिँ डढाएर कालै बनाउँछ कि अनि यहाँ चाहिँ पोल्नु चाहिँ रेडी परी खेलिसकेको कस्तो भयो खेल्नु जाडो हो मासु खाइ मासु खाइयो कति खाइ 2 पिस अझैसम्म चाहिँ नजर 2 पिस नजर केटाहरूले 4-5 पिस खाइसक्यो नजर यसले चाहिँ मासु चाहिँ आज नभएकोमा आधी केजी एक्लै खायो काम केही गर्न सकेन गोप्रो बोकेर खालि यता घुमायो उता घुमायो पौडी खेल्यो तमास पार्यो जोत्नु पायो भने अरू काम छैन हो ऊ कामहरू आउँछ मेरो यसरी भागिहाल्छु हाफपेन्ट लगायो कुद्यो अब कस्तो छ केटाहरू आज खम्रङ वाटरफल्स स्विमिङ खेल्न आएको होइन अब पौडी पनि खेल्यो मासु सासु पनि ल्याएको थियो पकायो खायो हो घाम लाग्दैछ फेरि पौडी खेल्न जस्तो छ यो काम केटाहरू मासुको लागि चाहिँ यति डरलाग्दो बात छ कि यिनीहरू कोही बाजेको छैन नजर देख न खाएको पनि देख न कोही बाजेको छैन नजर खाने खाना वही नक्सन होला से माने छ नि यिनीले त अन्त मासुको लागि यति डरलाग्दो बात छ कि खै निस्कि त्यो त्यति खाएर पनि चित्त बुझ्दैन त तिमीलाई कहिले बाहिर जाँदा गर्छ त खायो अब यस्तो बाँध्दैछ मासु खाँदिनँ भने मान्छेले चाहिँ एक गाडी लगेछ मासु भाइजी रुनु चाहिँ नरु है ओइ अड्किन्छ हौ ओ यसले पेप्सी दिएन खै देख न मुखमा आएको त आएको न आएको न हो आएको त मासु खाएको के खाएको भन्दैन ओइ खै त्यो हाल्न मुखमा कहाँबाट ल्याउँछ केटाहरू यस्तो मान्छे चाहिँ त्यो चुलामा पोलेको पनि सकिहाल्यो त्यो डरलाग्दो खाना छ केटाहरू मासु चाहिँ भैँसीले नपाएर रुन आँटेको छ अब त्यहाँनिर भैँसी रुनु चाहिँ नरु अब डल्लैले खाइदिइहाल्यो डल्लै हेलो गाइस हेर्नु सक्नुहुनेछ दामी त्यो साह्रो मन दुखाएर चाहिँ अहिले चाहिँ खाइदिइहाल्यो हो लास्ट उफ्रेको त अब यसो पोलेर हेर्नु सक्नुहुनेछ डरेर कोइला भाग्छ कोइला 360 घुमाइदिन्छु नि अब हेर्नु
सो अलराइट गाइस हामीहरू चाहिँ रोडमा आइपुगेको अवस्था आज डल्लेले चाहिँ है एकदमै दामी मासु खायो भनौँ न एकदमै आज चाहिँ खै चाहिँ कडा है भाइ यतिको चाहिँ खानु पऱ्यो नि त है र गाइस तपाईँले भिडियो कस्तो लाग्यो है राम्रो लाग्यो भने तपाईँ लाइक एन्ड सब्सक्राइब गर्नुहोस् नभुल्नुहोस् होला अनि फेसबुकलाई फलो पनि गर्नुहोस् होला है हल्का त्यस्तो चाहिँ केटा चाहिँ